हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। सो आज चाहिँ म सडन्ली घर जानु पऱ्यो होइन, त्यही भनेर रेडी भइरहेको छु। अनि मिस्टर थापा चाहिँ मलाई पुगाउनु जानु आँट्नु भएको हो होइन। तपाईँ मलाई मिस गर्छ किन गरेको अब चाहिँ ल एकछिनमा चाहिँ एयरपोर्ट निक्लिनु आँटेको, किनभने अहिले चाहिँ भइसक्यो टाइम 4:10 गइसकेछ होइन। सो हेर्दै गर्नु र गाइस अब चाहिँ म निक्लिनु आँटेको एयरपोर्टतर्फ होइन। सो म चाहिँ घर के को लागि गएको भनेर तपाईँहरूलाई नेक्स्ट ब्लगमा भनिदिन्छु। सो हेर्नुहोस् होला होइन। तपाईँले के सामान खोजेको पायो? अरू बेला कपाल चाहिँ घरमै बस्दा राम्रो हुन्छ होइन, अब कता कता हिँड्नु पऱ्यो भने कपालले बेहोरा देखाउँछ भनेको चाहिँ यही हो। छोडौँ भनेको त्यही ठन्डा ठन्डा छ र नहुने रहेछ। सो गाइस अहिले चाहिँ यतिको अँध्यारो भइरहेछ होइन। म चाहिँ निक्लिने यहाँ चाहिँ हाम्रो गेट लक छ। सो लक ओपन गर्दैछ। के साह्रो ठन्डा हो बाहिर त। तपाईँको यहाँ के भएको हो? काटेको नि तिमीले? मैले पो काट्नु पर्यो गाइस। हिजो हामी चल्दै थियो होइन, बेसी चला गर्दै म पनि चलेको नङले त प्लात्तै भएछ बिचराको। घाउ देखाउनु त देख्न सक्नुहुन्छ। गाडी चाहिँ यहाँ घुमाउँदैछ। यही हो गाडी नम्बर 5528 ಏರ್ಪೋರ್ಟ್ ರೈಡ್ ಪಾರ್ಕಿಂಗ್ ಮತ್ತು ಟೋಲ್ಗಳನ್ನು ದರದಲ್ಲಿ ಸೇರಿಸಲಾಗಿದೆ. ಕಸ್ಟಮ್ एयरपोर्ट पनि आइपुगे। जाडो छ योपालि मेरो ट्रली सानो रहेछ होइन। म चाहिँ यहाँ जाँदैछु बोर्डिङ पास लिनलाई। यता बाहिरबाट पनि हुन्छ अरे। भनेको अरे क्यामेरै अन गरेको छैन रहेछ। सर्दीले हेर्नु न मेरो हालत के हालत होइन। तपाईँले के भन्नुहुन्छ? अहिले मै रुइदिइराख्ला नि भन्नु अरे नि त। ला रुँदैछ है थापा, त्यही भनेर त्यो चाहिँ मेरो सामान पनि बोकेर दुइटै ब्याग बोकेर हिँडिरहेछ। जाडो भयो भनेर हिँड्दै गइरहेको छ। लाइफमा फर्स्ट टाइम चाहिँ मैले यसको कति भयो 150 है 150 को कफी प्लस 50 रुपियाँको बिस्कुट अरे हो। हे प्रभु के जमाना आयो ल। 50 रुपियाँको बिस्कुट चाहिँ फोटै खिचेर राख्छु म। कफीको मजा लिँदै छैन त्यस्तो र प्लस यो 50 रुपियाँको बिस्कुट। फ्लाइटमा अन्त 12,500 को टिकट काटेर 50 रुपियाँ बिस्कुट 150 रुपियाँको चिया त खानु पऱ्यो नि। के भन्नुहुन्छ तपाईँले मलाई? के भन्नु जाडो भयो नि हामीलाई। टोपी चाहिँ कहाँ राखेर गयो भन्नु न के। तिमी राम्रोसँगले गएर आऊ ल भनेर चाहिँ भन्दैन नि। ल बुढी राम्रोसँग गएर आउनु। मैले सिकाउनु पर्छ त्यो भन्नु पनि। मलाई ल्याइदिनु कुखुराको मासु। सो गाइस म चाहिँ चेक इनहरू गरेर पनि आइसकेँ। मेरो चाहिँ गेट नम्बर 14 हो। यस्तो ठन्डा भएर होइन स्वेटर टुइटर लगाएर आएको। यहाँ चाहिँ टन्टनापुर घाम पो रहेछ हो, गरम भएर शेष भयो। सो गाइस म चाहिँ अहिले आइपुगेँ होइन। सो अहिले चाहिँ जाँदैछु बाटोभरि कहाँ जाने वाक्कै लगाउँछ दिमाग खराब।
स्वेटर टुइटर लगाएर आएको गरम भएर मर्ने बेला भइसक्यो होइन मैले चाहिँ ऱ्यापिडो बुक गरेँ सो अब चाहिँ जाँदैछु म चाहिँ होइन रातिको सफर गरेर निक्लेको सो अहिले पनि राति नै भयो होइन बिहानै निक्लेको यस्तो भइसक्यो हालत चाहिँ राम्ररी भएर निक्लेको थियो अहिले त ढेँडो बाँधा जस्तो भइसक्यो भन्नु गाइस अहिले चाहिँ यतिको अँध्यारो भइरहेको छ है बाहिर चाहिँ र गाइस म चाहिँ अब मेरो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु होइन सो नेक्स्ट भ्लगमा भन्नेछु कि म घर के को लागि आएको भनेर सो थ्याङ्क यू फर वाचिङ बाई बाई